सर्वोत्तम पेन्ट्सले सर्वसाधारणको लागि आफ्नो आइपिओ निष्कासन गर्नको लागि मिति सार्वजनिक गरिसकेको छ। आज हामी यस भिडियोमा यस कम्पनीले कहिलेबाट आफ्नो आइपिओ निष्कासन गर्दैछ, साथै कति रकम बराबरको आइपिओ निष्कासन गर्दैछ र यस कम्पनीले निष्कासन गरेको आइपिओमा हामीले कति किताको लागि आवेदन दिन ठिक हुन्छ र पर्ने सम्भावना कस्तो रहेको छ भन्ने कुराको बारेमा आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ। सर्वोत्तम पेन्ट्सले आफ्नो जारी पुँजी 34 करोडको 25% हुन आउने 8 करोड 50 लाख रकम बराबरको सेयर आइपिओ मार्फत निष्कासन गर्न लागेको हो र यसले निष्कासन गर्न लागेको सेयर मध्येबाट विभिन्न सेक्टरहरूलाई छुट्याएको छ। यस कम्पनीले 85,000 किता सेयर वैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरूको लागि छुट्याएको छ भने त्यस्तै गरी 42,000 किता सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ। 17,000 किता सेयर यस कम्पनीले आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरूको लागि छुट्याएको छ भने बाँकी रहेको 7 करोड 5 लाख 50 हजार रकम बराबरको 7 लाख 5,500 किता सेयर यस कम्पनीले सर्वसाधारणको लागि छुट्याएको छ। यस कम्पनीले निष्कासन गरेको आइपिओमा तपाईहरूले यही जेठको 28 गतेबाट असारको 2 गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ भने यदि असारको 2 गतेसम्म सम्पूर्ण किता सेयर बिक्री भइसकेन भने समय बढाएर असारको 11 गतेसम्म बनाउने भन्ने कुरा जानकारी गराएको छ। र अहिलेको समयमा सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण एकदमै बढ्दो छ। त्यही भएर तपाईहरूले यही जेठको 28 गतेबाट असारको 2 गतेभित्रसम्मै यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिन सक्नुहुन्छ। र यस कम्पनीले निष्कासन गरेको आइपिओमा हामीले थोरैमा 10 किता र बढीमा 5,000 कितासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था रहेको छ। र धेरै किताको लागि आवेदन दिन मिल्छ भन्दैमा तपाईँले धेरै एमाउन्टको सेयर भर्नु आवश्यक छैन, किनकि तपाईँले जति भरे पनि तपाईँलाई पर्ने भनेको त्यही 10 किता नै हो। त्यही भएर केही सर्टेन टाइमको लागि तपाईँको एमाउन्ट होल्ड हुने मात्रै हो। त्यही भएर तपाईँहरूले 10 किताको लागि यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिन सक्नुहुन्छ। र यस कम्पनीले निष्कासन गरेको आइपिओमा इस्यु म्यानेजरको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ भने यही जेठको 28 गतेबाट यस कम्पनीको आइपिओ तपाईँहरू सर्वसाधारणले आवेदन दिन सक्नुहुन्छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? सेयर सम्बन्धी अन्य यस्तै भिडियोहरू हेर्नको लागि यो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। साथै मैले हालेको अन्य भिडियोहरू छिटो र सजिलै थाहा पाउनको लागि साइडमा रहेको बेल आइकन क्लिक गर्नुहोला। थ्याङ्क यू।